फाइनली अब हाम्रो चाहिँ बोलोको अहिले ठिक 7 बजीबाट स्टार्ट भइरहेछ। मालिकले आज यसो पाल्टी दिउँ भनेर चाहिँ नि हाम्रो अङ्कललाई चाहिँ दिनुभएको थियो। उहाँले चाहिँ लिएर आउनु भएको छ। अहिले सबै चिज तयार बनाउनु भएको छ। लिएर आएर एकछिन आराम गर्नु भएको छ। अनि भाइले चाहिँ यहाँ भातको सेफ्टी गर्दैछ। जो हिसाबले यसो टाइम पास मोबाइलको लागि हेर्दै हुनुहुन्छ। हाम्रो मासु चाहिँ यहाँनिर छ, एकदम फ्रेस बनाएर ल्याउनु भएको छ। अब उता कुकिङ स्टाफले चाहिँ रेडी गर्दै हुनुहुन्छ। एकदमै बेस्ट छ। पानी भर रखा है उसमें? हाँ जी, थोड़ा पानी भर रखा है और अभी कुछ नहीं होगा। पानी तो लगेगा ना अभी? हाँ जी, हाँ जी, पानी भर रखा है, पानी लगेगा अभी। हाँ जी, ठीक हो गया। तो हमारा रात का ये जुगाड़ है। रात को लाइट बहुत बढ़िया हो रखा है, अब जलने वाला है। आधा घंटा बाकी है। हमारा मकान ये रहा। ठीक है गाइस, लाइक कमेन्ट शेयर गर्न नबिर्सिनु होला। हाम्रो कुकिङ साहब हुनुहुन्छ, एकदम बेस्ट खाना। एकदम यसलाई यस्तो गर्नु होला, त्यो मसला हालेर चाहिँ नि ढक्कन लगाइदिनु होला एकदम टमाटर गल्नको लागि है। ठिक छ, एकदम राम्रो छ। पानीको क्यानहरू छन्। केटाहरू कुनै केटाहरू हामी 11 जनाको टोली हो। अरू केटाहरू चाहिँ नि उतातिर छन्, कोही यता छन्, कोही भित्रतिर छन्। यता हाम्रो घरमा यो हाम्रो मान्छेहरू चाहिँ अब खानाको रेडी गर्दैछन्। उता आती गरेर पनि भाइ भइसक्यो, भात बाहिर निकाल्दो। भइसक्यो भात बढी फाल्दो, निकाल्दो। त्यो सिटी बन्द गरिदियो। वाह गजब, अब बास आयो, भात यहाँ बास आइसक्यो। फाइनली काम हाम्रो यति भइसक्यो। बुढी भाइ हाम्रो काम अब सुरु भइसकेको छ फाइनली। अब यहाँमा चाहिँ नि हल्का थोरा काम चाहिँ बाँकी छ। हाम्रो सामान औजार फाइनली यहाँ हामीले यसलाई चाहिँ बराबर बनाउनु पर्ने, यसलाई काटेर। यो मालिक साहब हुनुहुन्छ अनि हाम्रो ठेकेदार साहब हुनुहुन्छ उहाँ। अनि हाम्रो यस्तै छ जिन्दगी। यो हाम्रो चाहिँ लग्री रातको जुगाडा। अरू ठिकै छ, बाई बाई, फेरि भेटौँ ल।